अब चाहिँ हामी आयोवातिर लाग्यो। आयोवाकोतिर चाहिँ अब आयोवाको बाटोतिर हिँडिरहेको छौँ अहिले। अब बेलुका आयोवा पुगेर केही मात्रामा जग्गात हुन्छ भन्ने हामीलाई लागिरह। यो अगाडिको गाडीमा चाहिँ हाम्रो जितबहादुरहरू कुदिरहेको छ भने हामीले फलो गरिरहेछौँ। अब जितबहादुरले जुन एक्जिट गर्छ हामी त्यही एक्जिट गर्दै जाने हो। हामी निरन्तर यात्रामै छौँ अहिले। हजुर ए हुन्छ हुन्छ रेस्ट एरियातिर लाग्यो। अब एकछिन रेस्ट गरिन्छ। रेस्ट गरेर बाहिर निस्केर तनाकसिन गरेर भुँडी अलिअलि खाजाउजा खाएर त्यस पछाडि फेरि बाटो लागिन्छ है। अनि भुँडी चिलाएरै हो, सबैको भुँडी चिलाएरै हो रेस्ट एरियातिर आएको। हेलो सर, भुँडी चिलायो? भुँडी चिलाएरै हो? भुँडी चिलाएर हो? केटाहरूको भुँडी चिलाएर हो यहाँनिर। होइन सबैको भुँडी चिलाएर यतातिर पसेको कि के हो? सेवारो है सेवारो। अनि लिजा त आउँदैन भने लिजा त आएछ त। सेवारो 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 लिजा त आउँदैन भने सुन्थ्यो, लिजा पनि आएछ त। अनि सेवारो 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 ओ यहाँ आएर ठुलो मान्छे यहाँ आएछ। खै सेवारो ठुलो मान्छे सेवारो भन्नु पर्दैन सेवारो। ल हो आमा सेवारो। इसान लु सेवारो गर त, सेवारो गर। कता हिँडेको इसान? कुमारी निनीकोतिर हिँडेको हो? कुमारी निनीकोतिर हिँडेको। ल आमा ल हेर त यहाँ कहाँ हिँडेको हो तिमीहरू? खाना हिँडेको हो? ल हौ यतातिर नि आएछ। पोपो छोडेर अनि यतातिर हिँडिरहेको छ त। अनि ड्राई पिकनिक जस्तो भएछ नि त आज त पुरा। आमामा ड्राई पिकनिक हो कि ड्राई पिकनिक सबै ताम्रे मात्रै छ त सबैको। अनि ल हौ सबै चाम्रे ग्रुप छ त। अनि यो नपाकी सामान चाहिँ कचौडा, पाकेपछि पकौडा। खोइ को पकौडा यही हो। ल मलाई नि आयो है। ल अचार के खालको अचार छ? अचार यस्तो खालको यहाँ हरियो हरियो खाँदैछ त कसैले। ल कति मिठो छ खानेकुरा? लु यो एकदमै सागको सिकुटीसँग मिठो छ है। करेला करेला त म जरुर खान्छु नि। ल मेरो लागि नै आउँदैछ है यहाँनिर। ल मेरो लागि नै आयो है यहाँ। ल यो मेरो पानी करेला आमामा सबै घरको भराइटी भेला हुँदा त
भराइटा त सबै घरमा लिएको तर उस्तै परिकारको भराइटी परेछ नि त कोही मोमो कोही कुनै के रहेछ चाम्रे छिटो हुन्छ बनाउनु पनि ठिक छ एकछिन आउनुहोस् त तपाईँको सारीमा एकछिन बसाउन आयो Yes. You just to relocate and force. You go in the force. After that, you see that relocated inventory management or something. Second one. अच्छा बस हामी एक गड्डामा हराएका छौँ ठिक भयो कञ्चन जुन गन्तव्यका लागि हामी हिँडिरहेका छौँ ओलीले लगाउनु खोजेको खाले फ्यान त यहाँ घुमिरहेको छ यही देखेर चाहिँ पुरै पङ्खा बनाइन्छ भनेको निरन्तर हामी हिँडि नै रहेको छौँ इलिनोइस भन्नेतिर चाहिँ आइपुग्यो अहिले इलिनोइस सहरतिर चाहिँ पुगेको अवस्था इलिनोइसको पुलमा तिर्नु आँट्यो यो कुन खोला रहेछ हौ यो मिसिसिपी हो हुन्छ मिसिसिपी त ठुलो खोला हो
मिसिसिपी त संसारकै ठुलो खोला हो नि त। लामो चाहिँ नाइल होला। यहाँ बाटोमा छ नि मिसिसिपी भेट्दा त। यस्ता सहर बजार त कति काट्दै जानुपर्छ यार, कहिले पुग्ने होला। हामीलाई गाह्रो छ हौ। होइन अघिको रेस्ट एरियाकोले छोडेर फेरि चटपटीतिर लाग्यो क्या अर्को रेस्ट एरिया आएर। होइन आज घुम्नु हिँडेको कि ड्राई पिकनिक खानु हिँडेको। कोही बेला चटपटे खाएको देख्छु, कोही बेला चाम्रे खाएको देख्छु। अहिले चटपटे खाइरहेछ। के खुवायो यहाँ चाहिँ? अघिको रेस्ट एरियाकोले छोडेर फेरि के हो यो? यो चाहिँ चटपटे। अब यहाँदेखि चाहिँ एकैचोटि आयोवा पुगेर मात्रै हो। ढुँडीले ठिक गऱ्यो भने ल ठिक छ। आयोवाको रेस्ट एरियामा आएर नि चटपटे लटपटे पारियो। केही त हुन्छ कि अब फेरि आयोवा यतिले आयोवा पुऱ्याउँछ कि अझै छ नि बाँकी चटपटे लटपटे पार्ने। अनि कस्तो लाग्दैछ कुमारीको गाउँ जाँदै गर्दा? तुफान फाइन हो। यो भिडियोमा चाहिँ यो साइलो चाहिँ आएन भनेर मैले अहिले यो साइलो पनि निकालिदिएको छु। सुकेर त अघि निक्लेको छ। ल अब कता हिँडेको अरे सबै हामी? गुनी चोला खानु पो गएको? हामी कता हिँडेको अरे खास गरी? आयो पनि हिँड्दै फुको पिकनिक खाँदै हो। कता हिँडेको हो बिजुली बालेर हट भएर। कता हिँड्नु भएको अरे? आयो अहिलेको अन्तरी बहिनीतिर भान्जीको गुन्युचोलोमा हिँडेको हामी सबैजना पुरै ड्राई पिकनिक खाँदै हिँडेको हो के खाइस्यो त? यता के खानु भएको? कालो चस्मा लाएर रोटीको पुरी आयो जानेहरूको चाहिँ गाडी चाहिँ एउटै खाले चाहिँ लिएर चाहिँ हिँडेको रहेछ यहाँ। सातवटा एकै किसिमको गाडी चाहिँ भिनिनी पारेर चाहिँ आयो हिँडेको समय। बिहानको 10 बजेदेखि हिँडेकै बेलुकाको 5 पर्नु आँटिसक्यो। पुगिँदैन त यार, कति टाढो हो र। दुईटा रेस्ट एरियामा बसेर खाजा खाइसक्यो। अहिले हामी चाहिँ यहाँ 4टा गाडी लाइनले छ। यो हाम्रो कमलको अब त्यस पछाडि यो चाहिँ हाम्रो सुकेको भने यो अगाडि कुदिरहेको चाहिँ हाम्रो जितेको। यो चाहिँ हाम्रो जित दुखुनको
यो चाहिँ हाम्रो जितुखुनको गाडी अनि हामी यहाँ पुरा कोक्रो जस्तो परिगयो यो त यहाँ त नयाँ बाटो निर्माण हुँदो रहेछ पुरै नयाँ बन्दै रहेछ कोक्रोमै पर्यो नि ए लु भट्टाभट काम सुरु भइरहेछ आयो राज्यमा के छ गलिसकेन अब त गलेको अवस्था छ अब 2 घन्टा लगभगमा पुगिन्छ 1 घन्टा अथवा बिस्तारै जाँदा 1.5 घन्टा 2 घन्टा यस्तै अब यहाँ चाहिँ निर्माण कार्य धरो हुँदै रहेछ अब अर्कोचोटि आउँदा त यहाँ बाटो हर हुने रहेछ साँझै पर्नु लाग्यो यार अब त आधी घन्टा 20 मिनट छ तर घामले घामले डाँडामा अस्ताउँछु भन्नु थालेको छ यस्तो भइसक्यो हामी एकदम निरन्तर यात्रामै छौँ हामी निरन्तर एउटा गीत बल्ल आइपुगेको अवस्था आइवाको डाउनटाउन देखिँदैछ है ल सुनको पुरै सुनको गजुर लगाएकोमा चाहिँ आइपुग्यो है डाउनटाउनमा अब चाहिँ यहाँको आइवाको स्टेट हाउस क्या दामी छ हौ सुनकै सुनको 3टा गीत चाहिँ भयो अरे अब एउटा गीतमा चाहिँ पुग्ने कुरो छ है हाम्रो माछा गुरुजीको तर्फबाट भन्नु हुँदैछ अब चाहिँ केही होला जस्तो छ है अब चाहिँ अनि हाम्रो गाडीमा कुमारीको गाउँ छिर्यो है अब चाहिँ कुमारीको गाउँ छिरिएको अवस्था हो अब चाहिँ एउटा 2टा 3टा हाम्रोसँग चाडा सरर गएको अवस्था ल आयो है आयो केही चाहिँ होला है अब चाहिँ घुम्दै चाडा गाडी आयो है अब चाहिँ डुङडुङ आयो है यत्रो गाडीमा एउटा नम्बर प्लेट चाहिँ क्यान्टकी गरेको यो चाडा गाडी चाहिँ निरन्तर आएकै छ है यो डिटोरले गर्दा यो हाम्रो चाडा गाडीलाई चाहिँ घुमाएकै छ यो होस् आइपुग्नु लाग्यो ल यहीँबाट गयो जस्तो लाग्दैछ ल स्वागत गर्न निस्केको है म चाहिँ के हो घुमेकै अरे नि पुरा घुमाइजोड भएको हो पछाको दिएको त घुमाइजोड भएको हो त यो बा डिटोरले त
ल है सेवारो है सेवारो है सेवारो है सेवारो उताबाट मात्रै भिडियो होइन यताबाट पनि छ है सेवारो है सेवारो 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 होइन माग्छ फटाफट सेवारो है सेवारो 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 ए कुमारीले यहाँ स्वागतको लागि फुल दरो राखेको अवस्थामा छ है अनि गाडी त अनि थोरै भयो नि त अनि ट्यापै 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 ल हेर माग्छ धमाधम फुलमा चाहिँ पानी गुडुङडुङ लाको लाकै हुँदो रहेछ ल ठिक छ ठिक छ भान्जी रेडी भइरहेछ सबैले ढिलो गरेर सबैले ढिलो गरेर हाम्रो भान्जी पर्खेकै भइरहेछ हामी सबै रेडी हामी रेडी नै छौँ हाम्रो भान्जा रेडी हो बहिनीको गुनिउटोलोको लागि भान्जा त मैले आँखै देखिन त कता आँखा छेलेको छ हो ल अब चाहिँ रेडी भान्जी रेडी एकदम रेडी भान्जी अब भान्जीलाई हतार भइसकेको छ लुगा लाएर यहाँ भान्जीको देमा आएर यहाँ पुरै रेडी भइराखेको छ ओ भान्जीको आमा चाहिँ उहाँ kamu tanya Ansyo, ada terkuai, bara pas nice, good bara. कति गुट्छ नि हौ पहिले हाम्रो आमा खसेको त रोकै कुमारीको पुच्छार मामी आज त गुट्ने नि उहाँ चाहिँ भान्जीको बोजू हाड बोजू आशीर्वाद दिँदै
अवसरमा शुभ गुणेश्वरी कार्यक्रम सुसम्पन्न हुने। अब पापा आमाबाट टेबल अलिक क्लोज गर्नुपर्छ। नानीको पापा आमाबाट शुभ आशीर्वाद। टेबल पनि अलिक अगाडि ल्याउने कुमारी उताबाट लगाइदियो। त्यसो गर्दा चाहिँ कुमारी जा त्यहाँ टिका लगाइदिने लगाइदियो त्यताबाट। कुर्ताको उज्यालोले गर्दा कालो आउँदो रहेछ क्या। आयो आयो काइलो मामा खतरा मामा आएको छ काइलो मामाको पालो आयो। ल काइलीसँग आयो कान्तिसँग आयो। के लडी झर्दैन।
ल हामी काइला मामा र काइली मान्छेको खडक्कै आयो त ल सुरु खाजा लाग्नु पऱ्यो है धामीलाई खाजा लगाएर म स्वागत गर्नु पऱ्यो है त्यसो गर्दा अलिक राम्ररी देखिन्छ भान्जीले झन् ट्याक्कै लु अब चाहिँ ठुलो मान्छे त भान्जीलाई यहाँ समाउनु यस्तो समाएको जस्तो हजुर अनि यहाँ राख्नुहुन्छ ल है टुप्पीमा गोछ है टाउकोमा पुरै भान्जी सुनमाया भइसक्यो त भिडियो आइसक्यो फोटोको यो त भिडियो हो भिडियो नै पठाउँछ जोडी छ ल फेरि अर्को मामा माइतीको पालो आएछ टन बाई टन आज भान्जीको बिग डे हो बिग डे आज भान्जीको बिग डे हो है ल पुरा यहाँ पोपो ग्रुप पनि रहेछ है यहाँ सबै पोपो ग्रुप पनि रहेछ यहाँनिर भान्जीको हाड बाजे तर्कबाट अब अब पछि नानीले कमाएर खेतीलाई दिनुपर्छ नि यसले टिका लगाइदिनु भएको चाहिँ ओके फुल त ल्याएर लु नानी खेतीलाई थाप गुड जब आमा अलिक भित्र पस्नुहोस् त नानीसँग नजिक ल ल ल पापाले सम्झीको भेटघाट भयो अहिले अझै नजिक मावली बाजे र हाड बाजे देऊ अलिकति नजिक आउनुहोस् ल ठिक छ
अनि हाड बोजू अनि मामाले बाजे खै बाजे बोजू अनि वी मिस यु मम मम छैन सोमबारमा कमल मान्छेलाई साइलो मामा माइतीबाट शुभ आशीर्वाद सस्ती किन्न भन्छ सस्ती किन्न लाग्यो हिन्दू नाची चाहिँ के पार्टी हुन्छ ए हो त्यो त मलाई याद छैन लाइट उता भएकोले गर्दाखेरि आशीर्वाद चाहिँ मनमा नै दिएको छु यो लाइट जो माने तो क्या दिखा दे दो जयन्ती मङ्गलकारी भद्रकारी कपाली शिवरात्रि स्वा नमस्ते माया मधुकैटी मकिनी सुन्दरी सुन्दर गरी माता दुर्गा माता शक्तिशाली ज्ञानी हरेक शक्तिको विनाश गर्ने विशेष समुद्र जस्तो लामो आयु म मरे पनि मेरो आशीर्वाद तिम्रो हृदयमा सदा सदा माथि अहिले मैले सानो छोडेपछि भिडियो चाहिँ कहाँ लाउँदैछ
यो रेडी हुँदै गरेको भिडियो नि हो अनि लु छिटो है छिटो छिटो क्यान्टाई ग्रुप फोटो सेसन